दर्शकवृन्द नमस्कार। बोल्दैछु पशुपति ठाकुर। आज म सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा रहेको प्रसिद्ध दुर्गामा भगवतीको प्राङ्गणमा आएको छु। यहाँको पूजा वातावरण, भक्तजनको उत्साह र सांस्कृतिक झलको तपाईहरूलाई हेराउँदैछु। प्रेम, श्रद्धा र आस्थाको केन्द्र दुर्गामाताको मन्दिर दशैंको सुरुवातसँगै यहाँको चहलपहल हेर्ने लायक छ। हामी अहिले मन्दिरभित्र प्रवेश गर्दैछौँ। यहाँको सजावट, दीप, फूल र भजनको ध्वनि साँच्चीकै मनमोहक छ। भक्तजनहरू दर्शनका लागि मन्दिरमा पूजा गर्दै छन्। यसरी सबै उमेरका मानिसहरू आआफ्नो मनोकामना सहित देवीको आराधनामा जोडिएको छ। यस क्षणको आरती अत्यन्तै आकर्षक छ। धूप, दीप, शङ्ख र घन्टीको आवाजले पुरा माहौल देवीमै बनेको छ। मन्दिर नजिकै मेला जस्तो वातावरण छ। प्रसाद